मेरो दिनको सुरुवात चाहिँ गाडीमा भएको भगवानलाई ढोगेर भयो अनि म गाडीमा चढेर मेलबर्न लाफिङ स्टेसन पुगेँ। मेलबर्न लाफिङ स्टेसन पुगेर फेरि अर्को एक लक्ष्मी मातालाई ढोग गरेँ अनि त्यसपछि अगाडि सबै सेटअप गरेर म लागेँ पछाडितिर। पछाडि चाहिँ निम्कीको सस एकदम मजाले पाकिरहेको थियो। हाम्रोमा चाहिँ डेली पाक्छ निम्कीको सस। आजको लागि आज नै पाक्छ, भोलिको लागि भोलि नै पाक्छ। अनि लाफिङ सेक्सनको रेडी पारेर सबै सामानहरू सेटअप गरिरहेको थिएँ। अनि त्यसपछि ठ्याक्क 12 नबज्दै 11:53 मान्छे आउनु भयो। 12 नबज्दै आए पनि आएको कस्टमरलाई त फर्काउनु भएन। अनि हामीले अर्डर लिइहाल्यौँ। अर्डर लिइरहेको थिएँ, ठ्याक्कै फेरि म्याङ्गो लस्सी खाने भन्नुभयो। अनि म्याङ्गो लस्सीको स्ट्र नै सकिया रहेछ। फेरि धौका छिटो चाइनिज पसलमा गएर लस्सीको स्ट्र ल्याएर आएँ अनि दिएँ। त्यसपछि हाम्रो यहाँ सबिना दिदी हुनुहुन्छ, मेरो ठुली दिदीको नाम पनि सबिना हो, त्यहाँ पनि आउनुभयो, अर्डर गर्नुभयो। अनि यहाँ चाहिँ हाम्रो स्याफाले पाकिरहेको थियो। अनि त्यसपछि 12:17 हाम्रो उपरमा पनि अर्डर आएको थियो। त्यसपछि फुल्की र आलु निम्की। फुल्की यति खान मजा हुन्छ यो जाडो दिनमा तातो तातो। त्यसपछि फेरि फुल्कीको मसला पनि सकिया रहेछ। म सेतो केरोलिना नेपाली पसलमा गएर आएँ अनि सामानहरू स्टकमा के छ के छैन भनेर चेक गरेँ, सबै चेक गरेँ किनकि म आज छिटो निक्लिनु पर्ने थियो। त्यही भएर सामानहरू सबै रेडी पारिदिएर अनि त्यसपछि सामानहरू सबै प्रेपहरू यताउता गर्दै अर्डर पास गर्दै थिएँ। अनि भोक लाग्यो मलाई। फेरि जति आवर्सको सिफ्ट भयो भने जति काम गरे पनि एकछिन पसलको केही नखाएर त चित्तै बुझ्दैन क्या। अनि झ्यामझुम सकेर सबै काम सकेर अनि दाइहरूलाई बाई भनेर निक्लेँ।